मिति 2082 मङ्सिर मसान्ततिर हामी छौँ। सडकमा भएका भोका कुकुरहरूलाई कसरी बिस्कुट दिइरहेको छु। मैले यो नयाँ घर बनाएँ, घरको माथिबाट तल फालिदिएको छु, कुकुर माथि आउन सकिरहेको छैन। धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको वाहन अर्थात् दूत मानिन्छ। त्यसैले कुकुरलाई खाना खुवाउँदा पितृ दोष कम हुने र पितृहरू प्रसन्न हुने र पुण्य प्राप्त हुने विश्वास छ। कुकुर अर्थात् विशेष गरी कालो कुकुरलाई शनिदेवसँग सम्बन्धित पनि मानिन्छ, जसले शनिको प्रभाव कम हुन्छ। शनि दोष, बाधा, विपत्ति, दुर्घटना आदि घट्ने विश्वास छ हाम्रो हिन्दू धर्म मान्यता अनुसार। यसरी मैले राखिदिएको बिस्कुट कुकुरहरू 2 दिन अगाडि लैदिएको थियो, घरमा राखेको छु, भेटिएन। आज उता बसेको देखेपछि बोलाएर फेरि खुवाइरहेको छु। लिनुहोस्, अझ फालिदिएँ। 2 कुकुर रहेछन्, 2टा बिस्कुट फालिदिएँ। अब खाँदैछन् कुकुरहरूलाई। अब यो एउटा पाउरोटी छ मसँग, यो पनि दिन्छु। आफ्नो दुःख कष्टहरू व्यक्त गर्न नसक्ने जनावरहरूलाई हामीले माया गर्नुपर्छ। यिनीहरू भोका हुन्छन्, बोल्न सक्दैनन् होइन, आफ्नो दुखेसोहरू हामीलाई व्यक्त गर्न सक्दैनन्। त्यसैले कुकुरलाई माया गरौँ। हाम्रो सबैभन्दा विश्वासिलो साथी, हामीलाई कहिल्यै धोका नदिने भनेको कुकुर नै हो है।